होइन आज हाम्रो पानीको धारामा त पानी आउनुको सट्टा त दुध चिया पो आएको छ। यो के भयो यस्तो? झन् हिमालबाट बगेको चिसो पानीले मुख धोइदिउँ भनेको मुख धुनी त वातावरणै छैन। अब मुख त जसरी धुनु पर्यो भनेर म चाहिँ ट्याङ्की साफ गर्नको लागि लाग्यो। अब यति ठुलो काममा एक्लै जाने कुरो त भएन नि भनेर पल्लो घरे काकालाई पनि भनेर दुईजना ट्याङ्की साफ गर्नको लागि लाग्यो। हाम्रो ट्याङ्की चाहिँ यही हो। सुरुमा चाहिँ हामीले ट्याङ्की मुनिको ठेडी निकाल्दियौँ किन भन्दा लेतो पुरै जम्मा भएको रहेछ, कति धेरै पानी आइरहेको थियो। त्यसपछि ट्याङ्कीमा चढ्नको लागि भर्याङ हालेर म चाहिँ ट्याङ्की माथि चढेँ। त्यसपछि चाहिँ ट्याङ्कीको ढक्कन खोलेर भित्र हेरेको, ओहो भित्र त पुरा सुन खानी नै भएर बसेको रहेछ। पानी चाहिँ बिस्तारै बिस्तारै लेभल घट्दै गइरहेको थियो। पानीको लेभल घटिसकेपछि अङ्कल चाहिँ ट्याङ्की भित्र पस्नु भयो र भित्र गएर लेतो पानी चाहिँ बाल्टीमा उभाउँदै मलाई दिनुभयो। मैले चाहिँ बाल्टीको पानी चाहिँ ट्याङ्कीबाट बाहिर फालिदिएँ। त्यसपछि म पनि ट्याङ्की भित्र गएर धोबीले कपडालाई धुलै हाने चाहिँ गरेर मैले पनि ट्याङ्कीलाई यस्तो तरिकाले धुलै हाने कि भुइँदेखि भित्ता कतै पनि नछोडी यस्तो तरिकाले पुस्न लागे। फाइनली हामीले यति दुर्गन्धित ट्याङ्कीलाई यति सफा ट्याङ्की बनायौँ। त्यसपछि चाहिँ हामी हात खुट्टा धोएर घरतर्फ लाग्यौँ। हजुरलाई भिडियो मन पर्यो भने चाहिँ फलो गरेर जानु होला। थ्याङ्क्स फर वाचिङ, बाई।